हाई हेलो नमस्कार सबैमा। हजुर सबैलाई मेरो सामसङ युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। र मैले चाहिँ विगत धेरै दिनदेखिको भिडियोहरू अपलोड गरेको थिइनँ, किनभने म विगतमा धेरै अस्वस्थ थिएँ, बिरामी थिएँ। त्यो कारणले गर्दा नि मैले भिडियोहरू अपलोड गर्न पाइरहेको थिइनँ। र आज फेरि भिडियो अपलोड गर्न गइरहेको छु। इन्ट्रेस्टिङ भिडियो छ, हजुरहरूले चाहिँ एकदमै हेरेर मनोरञ्जन लिन सक्नुहुन्छ। र यही हिजोअस्तिको सेप्टेम्बर 27 स्याटरडेको दिन चाहिँ मेरो काइँला दाजु बाल्टिमोर, मेरील्यान्डको चाहिँ बाल्टिमोर रोजडेल सिटीमा चाहिँ उहाँको छोरा अथवा हाम्रो भतिज भनौँ न, आङ साम स्वाङ राईको चाहिँ शुभ विवाह लगन हुन गएकोमा चाहिँ हामी पनि चाहिँ अपस्टेट न्युयोर्क रचेस्टरबाट चाहिँ उहाँलाई आशीर्वाद दिनको लागि चाहिँ हामी सम्पूर्ण परिवार, हामी सम्पूर्ण फ्यामिलीहरू चाहिँ गइरहेका छौँ। र अहिले हामी चाहिँ जाने क्रममा चाहिँ यो पेन्सिल्भेनियाको चाहिँ एक्सप्रेस वेमा हामी कन्टिन्यू गइरहेका छौँ। र वहाँ गएर हामी वहाँ पुगिसकेपछि उहाँको सम्पूर्ण कुरा यहाँहरू समक्ष हामी देखाउने प्रयास गर्नेछौँ। प्लिज कन्टिन्यू हेरिदिनु होला। हुन त हाम्रो काइँला दाजुहरू चाहिँ मेरील्यान्ड स्टेटको चाहिँ रोजडेल बाल्टिमोरमा हुनुहुन्छ। हामी वहाँ पुग्नु लागिसकेका छौँ। पुगेपछि कन्टिन्यू। ल नमस्कार छ है हाम्रो काइँला दाजु, भेना, ज्वाइँ सबैलाई। ल दाजु अलिकति सुनाइदिनुहोस् न ल। अब हजुरको छोराको आज शुभ विवाह, शुभ लगन रहेछ। हजुरको कुन भाइ छोराको बिहे हो? आजको भन्नुपर्दा मेरो ठुलो एउटा छोरा आर्मी। हजुर हजुर। उसको जागिर छ आर्मीमा छ, सरकारी आर्मी भन्यो, सरकारी जागिर। हजुर। उहाँको चाहिँ आज बिहा जुरेको हुनाले आज चाहिँ हुन्छ। अस्ति उसको लगन छ, अस्ति नै बुधबार 24 तारिक नै थियो। हजुर। आज चाहिँ भनेको अब पार्टी भन्यो। ए हजुर हजुर। आज चाहिँ पार्टी हो। हजुर। अब आज चाहिँ सबै आफ्ना आफन्त इष्टमित्रहरू, भाइबन्धुहरू, भानाभन्जा हजुर सबैलाई आज चाहिँ यसो पार्टीमा यसो आज चाहिँ निम्ताको धेरै धेरै धन्यवाद छ। हजुर। अब हाम्रो नानीको शुभ विवाह भनौँ अथवा पार्टी भनौँ। हजुर। र आज जुरेकोले गर्दा आज पार्टी गरिरहेको छौँ। धन्यवाद। हजुर। हजुर हजुर। तपाईँको घर त यो मेरील्यान्ड स्टेट हो नि, होइन? हजुर, मेरील्यान्ड बाल्टिमोर, मेरील्यान्डको बाल्टिमोर हो। यो गाउँ चाहिँ भन्दाखेरि तपाईँको रोस्टेल गाउँ हो। रोस्टेल। मेरो यहाँको ठेगाना भन्नुपर्दा चाहिँ तपाईँको 1504 हो। 1504 सेसिको एभिन्यू हो। हजुर ठिकै छ। हाम्रो यो मैले यो हजुरको चाहिँ एउटा सानो भिडियो चाहिँ यो एउटा हामी मान्छे होइन, जे जस्तो भए पनि यो एउटा सानो भिडियो चाहिँ किन खिचेँ भन्नुहुन्छ भने यो भिडियो चाहिँ खिचिराख्यो भने भोलि पछाडि हाम्रो छोरा नाति पनातिको पुस्ताहरूले पनि देख्नु पाउँछ, होइन? अनि मेरो एउटा युट्युब छ, यो युट्युबमा लाउनुको लागि खिचेँ अप्ठ्यारो त पर्दैन नि, होइन? ल धन्यवाद तपाईँलाई। मेमोरीको लागि हो यो। यो कुनै पनि यो होइन, यो भिडियो चाहिँ एउटा मेमोरीको लागि बसोस् भनेर चाहिँ मैले एउटा छोटो भिडियो कैद गर्नु गएँ। हाम्रो दाजु भाउजूको जेठा छोराको भतिजको बिहेमा हामी पनि चाहिँ न्युयोर्क रचेस्टरबाट चाहिँ यसो आशीर्वाद दिनुको लागि हामी पनि यहाँ आएको उपलक्ष्यमा चाहिँ। अनि हाम्रो दाजु, हाम्रो यता भेनाजु, ज्वाइँ, भेनाको नि केही शब्द राखिदिनुहोस् न अलिकता। नमस्कार है भेनाजु। नमस्कार। हजुर चाहिँ कहाँबाट पर्नुभयो नि? अनि म चाहिँ पिट्सबर्ग पेन्सिल्भेनिया होइन, यी ह्यारिसबर्गबाट हो। ए हजुर। हामी 1 घन्टाको वरपर। हजुर। आज हाम्रो काइँला जेठुको हजुर जेठा छोरा भदै जेठाको शुभ लगनको लागि हामी यसरी आइरहेको छौँ र आशीर्वाद दिइराखेर जाउँ भनेर आएको। हजुर। अब ठिक छ हजुरले, तपाईँले अब सालोले सानो भिडियो क्लिप गर्नुहुँदा चाहिँ यो चाहिँ अब सदाबार एउटा मेमोरीको लागि हजुर चिनो रहोस्। हजुर धन्यवाद। हाम्रो ज्वाइँलाई पनि यसो केही है
नमस्कार है ज्वाइँ। सबैलाई नमस्कार। नमस्कार। विशेष गरी धन्यवाद। हजुर। अनि साँच्चै नै आज चाहिँ हामी हाम्रो भाइ हजुर। सालो भाइको चाहिँ बिहे भएको कारणले गर्दाखेरि हामी चाहिँ पेन्सिलभेनिया हेरिसबर्गदेखि आज आएका छौँ। मेरो बाल्टिमोरमा चाहिँ बिहे भएको कारण। हजुर। र आज भाइको बिहामा चाहिँ हामी एकदम जति पनि फ्यामिलीले जुटेका छौँ अनि भाइलाई चाहिँ एउटा आशीर्वाद दिन, हजुर। एउटा इन्करेज गर्न हामी सबैजना भेला भएका छौँ। हजुर। अनि मामालाई पनि धन्यवाद। अनि धन्यवाद। समय दिनुभएको छ। हजुर। यस समयको लागि पनि तपाईँलाई पनि धन्यवाद। धन्यवाद। हजुरलाई पनि 2 शब्द राखिदिनुको धेरैभन्दा धेरै धन्यवाद है। हस् त। त्यो त आज ठुलो छोराको बिहे रहेछ, यसो केही कुरा बोलिदिनुहोस् न हौ। म त के बोल्नु, त्यति बोल्नु पनि आउँदैन पता। अब मेरो ठुलो छोराको बिहेमा भाइहरू, सन्तान, शाखा सन्तान भाइहरू, देवर भाइ बहिनी, छना सबैजना आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। छोरालाई आशीर्वाद आइदिनु भएकोमा, न्युयोर्कबाट आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। होइन नि, आउनुपर्छ नि, धन्यवाद, यो आशीर्वाद दिनुपर्छ नि। मान्छेको बिहे भन्ने घरिघरि हुने कुरा होइन नि त, एकपल्ट मात्रै हुन्छ होइन। त्यसले गर्दा यसरी सबै जुटेकोमा चाहिँ जुट्नुपर्छ हामी सबैजना। धन्यवाद। हाम्रो भाउजूले पनि 2 शब्द राखिदिनु भयो, धेरै धेरै धन्यवाद है। दाजु र दिदीलाई नि एकछिन गर्दै दुईजना बोलाउनु नि दाजु। यहीँबाट गरेको। आयुर्वेदिक दबाईले भेटाएको उनीहरूको पुस्ताको मल सिलाजी के छिटो घाउ 0.5 ले गरेको। आशीर्वाद दिनुको लागि हाम्रो कान्छी बहिनी, हाम्रो ठुलो देमा, हाम्रो नाना माइली, त्यसै गरी आशाका आमा लच्छी राई, अरू सम्पूर्ण इष्टमित्रहरू चाहिँ यसरी यहाँ भेला भएर, भाउजूलाई पनि देखाइदेऊ न उठेर। यसरी भेला भएर चाहिँ शान्तिनो पार्टी हुँदैछ। हामी चाहिँ आशीर्वाद दिनुको लागि आएको है रजिस्टरबाट हाम्रो भतिजको शुभ लगनमा। न्युयोर्कबाट चाहिँ हाम्रो दाजुको घरमा चाहिँ यसो बेहुलालाई आशीर्वाद दिनुको लागि चाहिँ उपस्थित भएको छु। अब यहाँ सबैभन्दा ठुलो अहिले मैले देखेको हाम्रो देमा हुनुहुन्छ। देमा नमस्कार, के भनिदिनुहोस् न त ल। नमस्कार छ है, नमस्कार। के भनिदिनु ल, अब रोजेस्टरबाट आएको छौँ यहाँ बाल्टिमोरमा। काइला छोरा नातिको यसो टिका टालो गरिदिने अरे, अनि बोलाएको थियो र यहाँ आएको छौँ। भर्खर आइपुगेर, भर्खर भन्दा नि अघि आएर नि बिसाएर नि अब यता खानातिर लागेको, खाना खानु थालेको। अब घरको शुभ विवाह लेखेको अगाडि चाहिँ हाम्रो लच्छी राईको चाहिँ यसरी भिडियो हुँदैछ है। कस्तो लागेको छ दाजुको बिहेमा? रमाइलो लागेछ? रमाइलो लागिरहेछ? ल हामी पनि चाहिँ एकदमै बिहेमा चाहिँ शुभ आशीर्वाद दिनु चाहिँ यसरी रजिस्टरबाट आएको छौँ है। ल हामी चाहिँ यसरी बिहेमा चाहिँ आशीर्वाद दिनुको लागि म र मेरो भतिजाहरूलाई आशीर्वाद दिनुको लागि चाहिँ हामी रजिस्टरबाट बाल्टिमोरमा आइपुगिसकेको अवस्था है। के छ भन्नु आफै शुभ विवाह काइला दाजुको भतिजको शुभ विवाहमा हाम्रो सामसङ परिवारहरू यता पनि राम्रो आएछ है।
भेला भइराखेको अवस्था भान्जी पनि आउने नि म त अक्लो निक्ल्यो हुन्छ मामाको बिहे उता कसको मम्मीको होला लु ल है हाम्रो काइला दाजुको ठुलो छोराको शुभ विवाहको लगनमा चाहिँ यसरी आशीर्वाद दिने कार्यक्रमहरू सुरु भइरहेको छ। हाम्रो ठुलो भतिज बुहारीको आज शुभ लगन, हाम्रो भतिज बुहारीको जुन चाहिँ आज शुभ लगन, आजको लगन चाहिँ यो आजीवनभरि यो माया प्रेम यसरी नै रहिरहोस्। यो माया प्रेम आज बुवा मम्मीले दिएको आशीर्वादको माया प्रेम चाहिँ यो जीवनको अन्तिमसम्म पनि यसरी नै माया प्रेम कहिले नछुटिकन रहोस्। र शुभ लगन आज सेप्टेम्बर महिनाको 27 तारिक शनिबारको दिन यसरी शुभ लगन गरिरहेका छौँ। यसमा बुवा, काइला दाजु, बुहारी, भाउजू, सम्पूर्ण इष्टमित्र, आफन्त, हाम्रो अभिभावकको बुवा, ठुलो देमा, सम्पूर्ण परिवारहरूले चाहिँ आजको शुभ लगनमा यसरी आशीर्वाद दिइरहेको अवस्था। ल यसरी आशीर्वाद दिइरहेको छ है। ल बुवाको पाली सकेर अब बेहुलाको मम्मीको पाली आइरहेको छ। यसरी शुभ हाम्रो ल हाम्रो सामसुवाङ हाम्रो देवा फलामसिंह राई हो नि। फलामसिंह राईको काइला छोरा बुहारी, मेरो दाजु भाउजू अथवा भतिज बुहारीको बिहे शुभ लगन चाहिँ यसरी सम्पन्न भइरहेको छ। यसरी मम्मीको हातबाट आशीर्वाद दिने कार्यक्रम भइरहेको छ। अन्य इष्टमित्र सबैजनाको उपस्थित भइरहेको छ। यसरी चाहिँ मम्मीले आशीर्वाद दिने कार्यक्रम भइरहेको छ।
मेरो Monday actually I don't know. Monday. So I bought half the कुप्रो बाजे भन्नुहुन्छ बाजे गाउँमा यति हाम्रा परिवारको जोडी भएर मिलेर खाने हुनु बाजे जुझो झाइ झगडा नगर्नु है कहिले पनि हामी लगाइदिउँ होला नि तपाईँ लगाइदिनु न तिमीहरूको त्यसै चाहिँ अब भिडियोमा आउँछ होला नि एउटा एक्स्ट्रा यता टिकाहरू लगाइसक्यो भने यता जानुपर्छ होला कि तिमी लगाइदिनु अब लगाइदिनु पर्यो Nana जानु नाना ए माल्लाना माल्लाना पालो लु जानु ए मैले त माछाला त मामा माइजू अनि आउँछ एकछिन लाइन लागे जस्तो छ हामी लाइनमा आउनु लाइनमा नम्बर प्लेट दादा दैलो यता खोइ आठी अरू खै ल हाम्रो काइला दाजुको घरको बेसमेन्टको किचन पनि अलिकति मैले खिच्ने यस्तो रहेछ किचन चाहिँ बेसमेन्टको किचन ठक्कै यस्तो रहेछ यस्तो
यस्तो रहेछ है। ल हजुर, मैले यो लास्टमा चाहिँ म्यारिल्यान्ड बाल्टिमोर रोजडेलको चाहिँ तल्लो भाग मतलब माथिल्लो भाग सबै भाग हजुरहरूलाई देखाउन गएको छु। अन्तिममा जसले जहाँ जहाँबाट यो मेरो भिडियो हेरिरहनु भएको छ हजुरहरू सबैलाई धन्यवाद। र हाम्रो दाजु भाउजू सम्पूर्ण बाल्टिमोरमा चाहिँ यहाँनिर उपस्थित हुनुभएको चाहिँ इष्टमित्र सबै सम्पूर्णलाई चाहिँ हाम्रो तर्फबाट चाहिँ एकदमै अन्तिममा चाहिँ बाई बाई नमस्कार, हजुरहरू सबैको दिनरात शुभ रहोस् है भन्दै चाहिँ बिदा हुनु चाह्यौँ। र हामी चाहिँ अब रजिस्टरतर्फ चाहिँ अगाडि बढ्न लागि हो। थ्याङ्क यू फर वाचिङ वान्स अगेन, बाई बाई, ह्याभ अ वन्डरफुल डे।